र चाहिँ आर्मीले मैले 2 घण्टा होल्ड गराएर इत्याग्रहीको हातमा चाहिँ यहाँका प्रशासन जे जति थियो सबै बिकिसकेको अवस्था छ। अनि इत्याग्रहीको गुन्डा खुले आम आर्मीको गाडीमा बसेको छ। म एउटा निमुखा गरिबको छोरा भएर चाहिँ यस्तो चाहिँ ठुला बडाले म माथि हमला गराउने गर्ने सुटर समेत मगाइसकेको छ। इत्याग्रहीले जानबाट मराइदिने पनि धम्की चाहिँ उबाट आइसकेको आधारमा मैले अरेस्ट गरिरहेको छु। यो अरेस्ट तपाईँले के को लागि यो पुलिस खटाएको छ म त्यसले सोध्न चाहन्छु होइन। दर्शक बहिनी, उहाँ चाहिँ बाँके जिल्ला क्षेत्र नम्बर 2 को प्रतिनिधि सभा उम्मेदवार हुनुहुन्छ। प्रतिनिधि सभाको उम्मेदवार कमरुद्दिन राईजी हुनुहुन्छ। कमरुद्दिन राईलाई केही समय अगाडि मात्र नेपाल आर्मीले 2 घण्टासम्म होल्ड गर्यो भन्ने छ, के थियो अवस्था? एकदमै मैले चाहिँ के महसुस गरेँ भने देश सेनाको कब्जामा गइसकेको छ जस्तो मैले महसुस गरेँ। र चाहिँ आर्मीले मैले 2 घण्टा होल्ड गराएर इत्याग्रहीको हातमा चाहिँ यहाँका प्रशासन जे जति थियो सबै बिकिसकेको अवस्था छ। अनि इत्याग्रहीको गुन्डा खुले आम आर्मीको गाडीमा बसेर कमरुद्दिन राईको पछाडि लागेको छ। अहिले इत्याग्रही एमडी कैफेमा बसिरहेछ। 40-50 जनाले लिएर एमडी कैफेमा उसले बस्न हुने मलाई 2 घण्टा आर्मीले होल्ड गराएर राखेछ। म एउटा निमुखा गरिबको छोरा भएर चाहिँ यस्तो चाहिँ ठुला बडाले म माथि हमला गराउने गर्ने सुटर समेत मगाइसकेको छ। इत्याग्रहीले जानबाट मराइदिने पनि धम्की चाहिँ उबाट आइसकेको छ। अनि त्यस्तो मैले गराएको छु भने मसँग चेटिङ छ। कमरुद्दिनको पछाडिमा गाडीमा बसेर चाहिँ आर्मीको गाडीमा बसेर उसले चाहिँ म समातन लगाएको छु। इत्याग्रहीका पार्टीका नेता कार्यकर्ता एउटा उम्मेदवार आर्मीको कब्जामा छ भनेर लेखेको छ। तपाईँ जस्तो तपाईँलाई आर्मीले चाहिँ 2 घण्टासम्म नियन्त्रणमा लियो, नजरबन्दमा राख्यो अथवा होल्डमा राख्यो, तपाईँ के पैसा बाँड्दै हुनुहुन्थ्यो? आचार संहिता विपरीत तपाईँहरूले काम गर्दै हुनुहुन्थ्यो, के थियो? तपाईँ जस्तो तपाईँलाई आर्मीले चाहिँ 2 घण्टासम्म नियन्त्रणमा लियो, नजरबन्दमा राख्यो अथवा होल्डमा राख्यो, तपाईँ के पैसा बाँड्दै हुनुहुन्थ्यो? आचार संहिता विपरीत तपाईँहरूले काम गर्दै हुनुहुन्थ्यो, के थियो? होइन, म चाहिँ अन्सारी मस्जिदमा नमाज पढ्न गएको थिएँ। नमाज पढेर निस्किँदा चाहिँ त्यही यो भोट माग्न आयो भनेर चाहिँ आज चाहिँ ठुलो पर्व, हिन्दू समुदायका महान पर्व चाहिँ होली चलिरहेको अवस्थामा अब चाहिँ मैले चाहिँ होली अल्लाह सबैजना हेप्पी होली भनेर चाहिँ त्यस्तो हात हल्लाएर त्यो हात हल्लाउन पनि नआउने कुन आचार संहिताको कानुनमा छ कि तपाईँले होली मिलन गर्न सक्नुहुन्न, रमजान शरीफमा रोजा नमाज पढ्न जानु सक्नुहुन्न, या त देश आर्मीको कब्जामा गइसकेको छ भनेर भन्नु पर्यो। देश त आर्मीको कब्जामा गएको छैन। आर्मी निर्वाचन आयोग र नेपाल सरकारले किन लगाएको छ भने निष्पक्ष र स्वतन्त्र इमान्दारी पूर्वक चुनाव होस् भनेर चाहिँ आर्मी लगाएको छ। मात्रै सुरक्षाको लागि मात्रै खटाएको छ। अनि यहाँको निर्वाचन आयोगले कुनै पनि आर्मीको गाडीमा, कुनै पनि सशस्त्रको गाडीमा कानुनमा के रहेछ भने जहाँ सशस्त्र र पुलिसको गाडी जान्छ त्यहाँ एउटा निर्वाचन अफसर हुनुपर्छ। त्यसले कानुनको ज्ञाता निर्वाचन अधिकारी हुन्छ। त्यो कुनै गाडीमा निर्वाचन अधिकारी छैन। कहीँ कतैतिर निर्वाचन अफसर खटिएको छैन। कुनै पनि सेना लाग्छ भने देशमा कर्फ्यू नै लाग्यो भने त्यसले सहायक सिडिओ या सिडिओ या उसको चाहिँ कर्मचारी त्यो आदेश गर्ने र गराउने त्यो हुन्छ। सेनाले चाहिँ मैले भाइले पेसाब फेर्न जान्छु भने होइन तँले पेसाब फेर्न जान दिँदैन भनेर भनेकै छ। तपाईँ गाडीभित्रै बस्नु भनेर। यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको हनन हो कि होइन भनेर तपाईँलाई गाडीमा राख्यो 2 घण्टासम्म। 2 घण्टासम्म मैले गाडीमै होल्ड गरेर राख्यो। भाइले पेसाब गर्न जान्छु होइन त यहीँ बस। बन्दुक समेत सेनाले देखायो मलाई। भाइले बन्दुक समेत त्यो बार चाहिँ बन्दुक यस्तो यस्तो गरिरहेको छ। कारण के हुन सक्छ? कारण त्यो इत्याग्रहीले मलाई चाहिँ त्यो पछाडि लगाइसकेको छ। ऊ इत्याग्रही चुनाव हार्दैछ, त्यसको चाहिँ मानसिकता हारिसकेको छ। त्यही भएर इत्याग्रहीले मेरो पछाडि चाहिँ पुरै सेना पावर जे सोर्स छ माथिबाट चाहिँ सोर्स गराएर चाहिँ लगाएको छ। अहिले खुदै चाहिँ अधिकारीहरूले के गबुल गरेको छ, प्रेसर थेग्ने नै गरी छ तपाईँ घर निस्किनुहोस् भनेर चाहिँ भनेको छ। कसको प्रेसर छ उहाँहरूले प्लिज तपाईँहरूले चाहिँ सिडिओ साहबले एसपी साहबले कसको प्रेसर छ? गृह मन्त्रालयको प्रेसर छ कि प्रधानमन्त्रीको प्रेसर छ या इत्याग्रही र सुधांशु कोइरालाको प्रेसर छ? त्यो प्रेसरको जवाब चाहियो मलाई। अनि सुन्नुहोस् न, मलाई यदि प्रशासनले चाहिँ गिरफ्तार गर्छ भने अरेस्ट वारेन्ट मैले दोस् मलाई के कति कारणले 2 घण्टा होल्ड गर्यो। म भोलि चाहिँ बिहान अदालत खुल्ने बित्तिकै अदालतको विशेष अदालतसँग म वकिल साहबहरूसँग कुरा गर्छु र विशेष अदालत खोलेर पनि उहाँमाथि म मुद्दा हाल्छु। मैले किन 2 घण्टा मेरो समय वेस्टेज गरायो? निर्वाचनको बेलामा मान्छेले त निर्वाचन लडिरहेको छ यार। त्यत्रो मान्छेले मेहनत गरिरहेको छ। आफ्नो सम्पूर्ण सेवा शक्ति चाहिँ जनताको बिचमा लगाएको छ। जनताले चाहिँ मैले चाहिँ होलीको लागि चाहिँ आउनुहोस् चाहिँ मिठाई खान आइदिनुहोस् भनेर त्रिभुवन चौकबाट फोन आएछ। त्यहाँ पनि जान समेत नदिएर चाहिँ त्यहाँ अफ्तारी गर्न समेत जान नदिने मैले।
अनि नमाज पढ्न समेत पनि बन्देज लगाउने भनेर त्यो कुन कानुनमा छ? हो तपाईँको कानुनमा के छ? मैले रक्सी बाटिया छु, मैले पैसा बाटिया छु, मैले कसैले आम मतदाताले लोभ लालच दिएको छु भने त मलाई अरेस्ट गर्नुहोस्। मैले तपाईँ भोट माग्न जानुभयो भन्ने छ। होइन, मैले कोसँग एउटा भिडियो क्लिप फेराइदिनुहोस्, मैले भोट मागेको छु, मैले ह्याप्पी होली भनेर मात्रै भनेको छु, के छ हालखबर त्यति मात्रै भनेको छु। त्यति त अहिले सुधांशु कोइराला खुलेआम त्रिभुवन चौकमा भनिरहेकै छ, एमडी कैफेमा इस्तेहाक बसेर चाहिँ गरिरहेकै छ होइन। त्यसकारण दर्शकबिन यति बेला हामी चाहिँ जो बाँकेको क्षेत्र नम्बर 2 को उम्मेदवार कमरुद्दिन राईलाई नेपाल आर्मीले 2 घण्टासम्म आफ्नो गाडीमा नजरबन्द गरेर राख्यो भन्ने चाहिँ उहाँले गुनासो सुनाउनु भएको छ। अघि मात्रै यो बाहिर यो पार्टी कार्यालयको बाहिर समेत आर्मीको एकदमै ठुलै तादादमा हामीले चाहिँ देख्न सक्थ्यौँ भने अहिले आर्मी समेत गइसकेको, यहाँबाट हटिसकेको अवस्था छ। आर्मीले अघि मात्रै हामीलाई के भनिराखेको थियो भन्दाखेरि हामी उम्मेदवारलाई सही सलामत घरसम्म पुगाएर अनि हामी फर्किन्छौँ भन्ने थियो। तर जो हाम्रो क्षेत्र नम्बर 2 का उम्मेदवार कमरुद्दिन राई नमाज पढेर मस्जिदबाट बाहिर निस्किँदै हुनुहुन्थ्यो। आर्मीले उहाँलाई चाहिँ नजर बन्दमा राख्यो, गाडीमा 2 घण्टासम्म होल्ड गराइयो। आखिर के कारणले गर्दाखेरि होल्ड गराइयो, यसको जवाब नेपाल आर्मीले दिनुपर्छ। दर्शकबिन भदौ 23 र 24 गतेको आन्दोलन पछि जुन चाहिँ कैदीहरू विभिन्न कारागारबाट भाग्न जुन सक्षम भए, भाग्ने प्रयास गरे, कतिपयले हात हतियार लुटे। भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा कतिपयले प्रहरी शस्त्र, प्रहरी र सेनाको हात हतियार लुटेर भागे। र अहिले विशेष गरी जुन निर्वाचनको बेलामा सेनालाई परिचालित गरिएको छ, यो निर्वाचन भयरहित होस् भनेर सेना परिचालित गरिएको छ। यहाँ भयरहित होइन, सेनाले अझै यहाँ जनतालाई सशङ्कित गराउने र भयभीत गराउने काम गरेको छ। एकजना उम्मेदवार सेनाको नजरबन्दमा 2 घण्टा बस्छन् भने आम जनता र मतदाताले के सम्झिने त? तपाईँहरूले यो कुराको जवाफ दिन जरुरी छ।